लिङ्गलाई चाहिँ कसरी ठुलो बनाउने भनेर चाहिँ उहाँ सरले सोध्नु भएको रहेछ है। मैले चाहिँ यो भिडियो यस्तो भिडियोहरू चाहिँ हरेक टाइम चाहिँ मैले अपलोड गरिराखेको हुन्छु कि, तर चाहिँ तपाईँहरूले चाहिँ पुरा अन्तिमसम्म भिडियोलाई हेर्नुहुन्न के। ल आज चाहिँ मैले चाहिँ तपाईँहरूलाई चाहिँ फेरि पनि तपाईँहरूको लिङ्गलाई चाहिँ कसरी ठुलो बनाउन सक्नुहुन्छ त, कसरी चाहिँ तन्काउन सक्नुहुन्छ त। यदि तपाईँहरूको लिङ्ग सानो छ भनेदेखि, आफ्नो श्रीमतीलाई चाहिँ सन्तुष्टि दिन सक्नु भएको छैन भनेदेखि चाहिँ तपाईँहरूको लिङ्गलाई चाहिँ कसरी ठुलो बनाउने भन्ने बारेमा चाहिँ तपाईँहरूलाई चाहिँ सम्पूर्ण कुराहरू चाहिँ बताउने छु, छर्लङ्ग पारिदिने छु होइन। ल अहिलेसम्म पनि तपाईँहरूले चाहिँ हाम्रो पेजलाई फलो गर्नुभएको छैन भने फलो गर्नु होला, र युट्युबबाट हुनुहुन्छ भनेदेखि चाहिँ सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है। त ल आउनुहोस् अब यो भिडियोतिर लागौँ है त। सबैभन्दा पहिला साथीहरू मेन कुरा के हुन्छ भनेदेखि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ होला अमेरिकन अब चुम्मा चाटीको अब फिल्महरूमा होइन, अब यति ठुल्ठुलो चाहिँ लिङ्गहरू हुन्छ क्या। अब उनीहरूको लिङ्ग चाहिँ के त्यो उनीहरूको जन्मिँदै अब त्यस्तो हो, अथवा उनीहरूले चाहिँ अब उनीहरूको उमेर अनुसार बढ्दै आफै अटोमेटिक बढ्दै गएको हो कि उनीहरूले चाहिँ केही औषधि उपचार गरेर त्यो ठुलो बनाएको हो कि भन्ने कुरा हुन्छ है त। अब साथीहरू तपाईँहरूले चाहिँ कसरी ठुलो बनाउने भन्दाखेरि अहिलेको यो टेक्निकल जमानामा चाहिँ तपाईँहरूले चाहिँ मैले पहिला पनि भनिराखेको थिएँ, जब चाहिँ तपाईँहरू चाहिँ नुहाउन जानुहुन्छ नि, नुहाउन जाँदाखेरि चाहिँ तपाईँहरूले आफ्नो लिङ्गमा चाहिँ साबुन लगाएर चाहिँ कमसेकम चाहिँ आधी घन्टा जति चाहिँ अथवा 10 मिनट जति, नुहाउने बेलामा 10 मिनट जति चाहिँ साबुन लगाएर तपाईँहरूको लिङ्गलाई चाहिँ हातले चाहिँ तन्काउनु होला क्या, मसाज गर्नु होला। जस्तो भैँसी त दुहुनु भएको छ होला होइन, त्यस्तै नै चाहिँ मसाज गर्नु होला। अनि मसाज गर्दा गर्दै चाहिँ जब चाहिँ तपाईँहरूको लिङ्गबाट चाहिँ अब बिर्रे निस्किने बेला भयो भनेदेखि चाहिँ तपाईँहरूले एकछिन चाहिँ फेरि चाहिँ छोडिदिनु होला होइन। अनि त्यस पछाडि चाहिँ साथीहरू यदि तपाईँहरूले चाहिँ साबुनहरू लगाएर त्यस्तो तरिकाले गर्नु हुँदैन भनेदेखि चाहिँ तपाईँहरू चाहिँ जब सुत्ने बेलामा हुन्छ, सुत्ने बेलामा चाहिँ तपाईँहरू आफ्नो बेडमा आइसके पछाडि चाहिँ तपाईँहरूले चाहिँ नरम तरिकाको चाहिँ एउटा तपाईँहरूलाई असर नपुग्ने, तपाईँहरूको लिङ्गलाई नपोल्ने खालको चाहिँ तपाईँहरूले चाहिँ तेल ल्याउन सक्नुहुन्छ। जस्तै नवरत्न तेल के, जस्तै नरिवलको तेल भयो होइन, तोरीको तेल भयो, एकदम राम्रो भयो। त्यो तेल लगाएर चाहिँ तपाईँहरूले आफ्नो लिङ्गलाई चाहिँ करिब 10 मिनटदेखि 15-20 मिनटसम्म तपाईँहरूले चाहिँ मसाज गर्न सक्नुहुन्छ है त, तलबाट माथि लाने होइन, यसरी चाहिँ तन्काउन सक्नुहुन्छ कि। तपाईँहरूले चाहिँ यस्तो कन्टिन्यू तपाईँहरूले कमसेकम हप्ता 10 दिनसम्म तपाईँहरूले लगातार गर्नुभयो भनेदेखि चाहिँ तपाईँहरूको लिङ्ग चाहिँ यस्तो तरिकाले चाहिँ बढ्न सक्छ है त साथीहरू। र तपाईँहरूलाई चाहिँ म एउटा चाहिँ कुरा चाहिँ के पनि भन्न चाहन्छु भनेदेखि साथीहरू, यो जति पनि यो लिङ्ग बढाउने यो यताउता उपायहरू छ नि, यो लिङ्ग बढाउने उपायहरूले साथीहरू काम गरे पनि जब तपाईँहरूको लिङ्ग चाहिँ यति ठुलो हुन्छ नि त, तपाईँहरूको लिङ्ग यति ठुलो भयो भने पनि घोडाको जस्तो लथ्थङ्ग ठुलो लामो होइन, तपाईँहरूको 9 इन्चको 10 इन्चकै तपाईँहरूको लिङ्ग भयो भने पनि फेरि जति तपाईँहरूले चाहिँ अहिले आफ्नो पार्टनरहरूलाई चाहिँ त्यो तपाईँहरूको सानो लिङ्गले यत्रो लिङ्गले चाहिँ सन्तुष्टि दिनुभएको छ नि, त्यति नै धेरै सन्तुष्टि चाहिँ तपाईँहरूले चाहिँ तपाईँहरूको ठुलो लिङ्ग हुँदाखेरि चाहिँ तपाईँहरूले दिन सक्नु हुँदैन क्या। तपाईँहरूलाई थाहा छ होला, सानो लट्ठी छ भनेदेखि त्यो चाहिँ डह्रो हुन्छ, लामो लट्ठी छ भनेदेखि त्यो चाहिँ लुलो हुन्छ होइन, किनकि त्यो चाहिँ लम्बाइमा लामो हुन्छ। त्यसैले साथीहरू लामो लिङ्गको पछि चाहिँ कहिल्यै पनि नलाग्नु होला, तपाईँहरूसँग जे छ त्यसैमा खुसी हुनु होला। तपाईँले सोच्नु भएको होला कि मेरो लिङ्ग लामो भयो भने यौन सम्पर्क गर्दाखेरि चाहिँ फिमेल पार्टनरलाई चाहिँ एकदमै यौन उत्तेजना र यौन सन्तुष्टि चाहिँ दिन सक्ने थिएँ भनेर, यो कुरा चाहिँ कदापि होइन साथीहरू होइन। तपाईँहरूलाई थाहा छ होला कतिपय मान्छेहरूको चाहिँ यति सानो लिङ्ग हुन्छ होइन, मात्र कान्छी औँला जत्रो हुन्छ, र उनीहरूले पनि बच्चा चाहिँ जन्माइराखेका हुन्छन् क्या। किन भन्दाखेरि चाहिँ केटीहरूलाई चाहिने भनेको चाहिँ उनीहरूको जुन बाहिरपट्टिको योनिको भाग हुन्छ त्योभन्दा मात्र 2 इन्ची जति चाहिँ उनीहरूको चाहिँ योनिभित्र चाहिँ तपाईँहरूको लिङ्ग छिर्यो गयो भनेदेखि चाहिँ त्यहाँभन्दा भित्र चाहिँ उनीहरूको चाहिँ तपाईँहरूले यति ठुलै घोडाकै जस्तो तपाईँहरूको यो लिङ्गलाई चाहिँ भित्र लिएर जानुहोस्, उनीहरूलाई फरक पर्दैन क्या। फरक यतिमै छ कि तपाईँहरूको बरु अलिकति मोटो भयो भनेदेखि लिङ्ग चाहिँ बरु उनीहरूलाई चाहिँ उनीहरूको योनि चाहिँ अलिकति खुल्न पाउँछ होइन, खुल्न पाउँदाखेरि तपाईँहरूको लिङ्ग चाहिँ उनीहरूको योनिको वरिपरि चाहिँ अब घोटिन पाउँछ। त्यसो गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ अलिकति मजा आउने, अलिकति उनीहरूले पनि रियाक्सन देखाउने चाहिँ बरु हुन्छ है। तर यो लामो बनाउने, लिङ्ग बढाउने, तन्काउने यसको पछि नलाग्नु क्या। यो भनेको चाहिँ एउटा यो अङ्ग्रेजी फिल्म हेर्दा हेर्दै चाहिँ नेपालीहरू होइन मात्रै होइन, सबै मान्छेहरूको दिमागमा चाहिँ एउटा फैलिएको यो चाहिँ भरम मात्रै हो है त साथीहरू। त्यही भएर
कहिल्यै पनि अब बजारमा आएको छ अब के सन्डेको तेलहरू के भन्छ लिङ्ग तन्काउने बढाउने के भन्छ होइन हो यस्तो चाहिँ औषधिहरू तपाईँहरूले चाहिँ युज नगर्नु होला सक्नुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूसँग चाहिँ जे छ जस्तो तरिकाको चाहिँ तपाईँहरूको लिङ्ग छ त्यसैलाई चाहिँ सेफ्टी तरिकाले राख्नु होला तपाईँहरूको बुढापान उमेरसम्म चाहिँ तपाईँहरूको त्यही लिङ्गले काम गर्नेछ र धेरै चाहिँ लिङ्ग तन्काउने बढाउने गर्छु है भनेर चाहिँ तपाईँहरूले त्यस्तो गर्नुभयो भनेदेखि चाहिँ तपाईँहरूको लिङ्गलाई छुने बित्तिकै तपाईँहरूलाई त यौन उत्तेजना बढ्छ र तपाईँहरूको चाहिँ लिङ्गबाट चाहिँ वीर्य निकाल्दिन आज म हस्तमैथुन गर्दिनँ भन्दै पनि तपाईँहरूको मन मान्दैन र तपाईँहरूले चाहिँ हस्तमैथुन गर्नुपर्ने नै हुन्छ हो त्यसैले गर्दाखेरि तपाईँहरूको डाइट पनि कम तपाईँहरूको शरीर पनि कमजोर है त्यस्तो चाहिँ हुन्छ र यदि तपाईँहरूले चाहिँ यो कहिल्यै पनि अब लास्टै भयो मेरो लिङ्ग यस्तो भयो उस्तो भयो भनेर चाहिँ तपाईँहरूले चाहिँ अब होइन म त प्लास्टिक सर्जरी गर्छु फलानाले प्लास्टिक सर्जरी गरेको थियो प्लास्टिक सर्जरी गर्छु भन्नेतिर तपाईँहरू लाग्नु भयो भनेदेखि पनि जब तपाईँहरूको प्लास्टिक सर्जरी गर्नुहुन्छ त्यस पछाडि चाहिँ तपाईँहरूको लिङ्ग चाहिँ झनै काम नलाग्ने तरिकाले चाहिँ लुलो हुन्छ है त जुन बेला तपाईँहरूले भनेको बेलामा चाहिँ नउठ्ने है अनि तपाईँहरूको चाहिँ अलिकति जस्तै तपाईँहरू अहिले चाहिँ अब 20-22 को हुनुहुन्छ भनेदेखि तपाईँहरूको 30 नागेपछि यदि तपाईँहरू अहिले 30 वर्षको हुनुहुन्छ भनेदेखि तपाईँहरूको चाहिँ 35-40 वर्षको उमेर नपुग्दै चाहिँ तपाईँहरूको लिङ्गले चाहिँ काम गर्न छोड्छ है त साथीहरू यस्तोको कुराको पछाडि चाहिँ नलाग्नु होला साथीहरू जे छ जस्तो छ यो चाहिँ एकदमै भ्रमको कुरा हो होइन सबै मान्छेहरू खुसी भएको छन् सानो लिङ्ग भयो नि ठुलो लिङ्ग भयो पनि यो लिङ्ग सानो ठुलो भएर महिला फिमेल पार्टनरहरूलाई श्रीमतीहरूलाई चाहिँ यौन सन्तुष्टि बढिदिन्छु भन्ने कुरा चाहिँ यो चाहिँ फिटिकै होइन तपाईँहरूलाई चाहिँ अनलाइनमा अहिले यो डिजिटल माध्यममा चाहिँ तपाईँहरूलाई एडहरू आउन सक्छ औषधिहरूको बारेमा यो लिङ्ग बढाउने साइज बढाउने भनेर यसको पछि नलाग्नु होला है तपाईँहरूलाई चाहिँ त्यसैमा राम्रो लाग्छ राम्रो हुन्छ साथीहरू तपाईँहरूको स्वस्थ तपाईँहरूको शरीरलाई स्वस्थ राख्नुहोस् तपाईँहरू चाहिँ सानै लिङ्गले भए पनि आफ्नो फ्यामिली पार्टनरलाई खुसी राख्न सक्नुहुन्छ तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो साथीहरू मन पर्यो भनेदेखि चाहिँ बिन्ती छ है लाइक गरिदिनु होला र सपोर्ट गरिदिनु होला किनकि यतिखेर चाहिँ मेरो फेसबुकमा एकजनाले चाहिँ अब हुन्छ नि त नेपालको अब जुन डाम्नाहरू भन्छ नि केही गर्न नसक्ने के अरूले 1-2 रुपियाँ कमाएको देखे पनि अब खुट्टा तान्ने होइन हो त्यस्तो मान्छेहरूले चाहिँ उनीहरूको भिडियोमा चाहिँ के रियाक्सन हल्का हानिदिएको थिएँ उनीहरूले चाहिँ हल्का एउटा चाहिँ रिपोर्ट दिएको हुनाले चाहिँ यतिखेर चाहिँ रिच चाहिँ अलिक कति डाउन भएको छ त्यही भएर भ्युजहरू पनि अलिकति डाउन भएको छ अर्निङ पनि डाउन भएको छ होइन हो त्यसैले साथीहरू कहिल्यै पनि यस्तो लिङ्ग बढाउने यताउताको पछि चाहिँ नलाउनु होला साथीहरू आफ्नो सानै लिङ्गमा खुसी हुनु होला तपाईँहरूको पार्टनर पनि सधैँ सानै लिङ्गमा चाहिँ खुसी हुन्छन् होइन भने तपाईँहरूले एकचोटि आफ्नो पार्टनरलाई सोध्न सक्नुहुन्छ के तिमीलाई चाहिँ यो सानो लिङ्गले काम गरेको छ कि छैन तिमी खुसी छौ कि छैनौ भनेर चाहिँ तपाईँहरूले एकाखार सोध्न सक्नुहुन्छ तपाईँहरूको पार्टनरको मुखबाटै तपाईँहरूले चाहिँ सुन्न सक्नुहुन्छ है त यतिमा छ कि फरक यतिमा छ कि साथीहरू कुनैले चाहिँ 1 मिनटमा लुतुक्क झरिहाल्ने कुनैले चाहिँ 5-10 मिनट पनि लगाउने हुन्छ होइन बरु तपाईँहरूले सक्नुहुन्छ भनेदेखि चाहिँ यौन सम्पर्क गर्दाखेरि चाहिँ टाइम कसरी बढाउने भन्नेतिर चाहिँ तपाईँहरू लाग्नुहोस् होइन अब डाइट खानाहरू खानुहोस् अब बाहिरको चिल्लो पदार्थहरू खानाहरू धेरै नखानुहोस् है त्यसको पछाडि चाहिँ तपाईँहरू लाउनु भयो भनेदेखि चाहिँ बरु एकदमै राम्रो हुन्छ साथीहरू तर यो कहिले पनि लिङ्ग बढाउने यो गर्ने उ गर्ने भन्नुभयो भनेदेखि चाहिँ तपाईँहरूको हुँदैको त्यो सानो लिङ्ग पनि फ्युचरमा गएर भविष्यमा गएर तपाईँहरूको लिङ्ग चाहिँ उठ्दै नउठ्ने पनि हुनसक्छ है त साथीहरू यस्तै भिडियो चाहिँ मैले मिस्टर बुद्ध युट्युब च्यानलमा यही च्यानलमा चाहिँ एकदमै धेरै अपलोड गरेको छु पपुलर भिडियोहरू पनि छ होइन यौन सम्पर्क गर्दा टाइम कसरी बढाउने के गर्ने होइन लेडिजहरूलाई कुन पोजिसनमा राख्ने कस्तो तरिकाले यौन सम्पर्क गर्ने भन्ने सब बारेमा बताएको छु मिस्टर बुद्ध युट्युब च्यानलमा बरु तपाईँहरू चाहिँ त्यहाँ गएर हेर्न सक्नुहुन्छ यदि यो फेसबुकबाट हेर्दै हुनुहुन्छ भने साथीहरू फलो गर्न नबिर्सिनु होला यस्तै युनिक कन्टेन्ट भिडियोहरू लिएर आउनेछु र तपाईँहरूलाई यस्तै जे पनि कुराहरूमा तपाईँहरूलाई यौन सम्पर्कको बारेमा चाहिँ तपाईँहरूलाई समस्या परेको छ भने कमेन्ट गरेर भन्न नबिर्सिनु होला तपाईँहरूको बारेमा हमेसा म भिडियो लिएर आउन तयार छु अहिलेको लागि नमस्कार।